सो हेलो एभ्रिवान। आजको हाम्रो टपिक रहेको छ कन्सेप्ट एन्ड मिनिङ अफ डेभलपमेन्ट। यो डेभलपमेन्टको जुन टपिकमा हामीले यसमा ट्रेडिसनल भ्युज के रहेको छ र मोडर्न भ्यू के छ, अनि त्यसपछि भ्याल्युज अफ डेभलपमेन्ट, क्राइटेरिया के छन् भन्ने कुराहरू चाहिँ हामीले कभर अप गर्नेछौँ। एट फर्स्ट डेभलपमेन्ट भनेको के हो त? अब सिम्पल सेन्समा भन्दाखेरि चाहिँ डेभलपमेन्ट भनेको पिपुलको लिभिङ स्ट्यान्डर्ड जुन सोसाइटीमा छ त्यो इम्प्रुभ हुनु, इन्कम ग्रोथ हुनु र जुन बेसिक निडहरू छन् त्यो फुलफिल हुने कुरालाई जोड्छ। र डेभलपमेन्टको उसमा अब हामीले कुरा गर्नुपर्दा ट्रेडिसनल भ्यूमा के छ भन्दाखेरि डेभलपमेन्ट भनेको एउटा ग्रोथ, इन्कम पर क्यापिटा ग्रोथ हुनु मात्र हो भनेर ट्रेडिसनल भ्युजले त्यो कुरा जोडेको छ। र यसमा मेन दुईवटा कुरालाई फोकस गरिएको छ, एउटा जिडिपी र एउटा जिएनपी। अनि ट्रेडिसनल भ्युजमा चाहिँ लिमिटेसन मेनली यसमा पोभर्टी र इनइक्वालिटीलाई इग्नोर गरिएको छ। अनि एजुकेसन, हेल्थ और जुन ह्युमन वेलफेयर हो त्यो कुरालाई चाहिँ फोकसिङ पोइन्टमा राखिएको छैन। अनि केही यसको क्रिटिसिजम छन्। एउटा चाहिँ ग्रोथ डज नट अलवेज रिड्युस पोभर्टी भनिएको छ। अनि अर्को इन्क्रिज इन्कम इनइक्वालिटी, इग्नोर सोसियल जस्टिस एन्ड इन्क्लुजन, अनि त्यसपछि फेल टु एड्रेस रियल ह्युमन निड्स। यसले चाहिँ खालि एउटा इन्कम लेभल बढ्नु मात्र डेभलपमेन्ट हो भनेर भनेको छ, तर एक्चुअली भन्नुपर्दा जुन रियल ह्युमन निड्सहरू फुलफिल नहुनु त्यो कुरालाई चाहिँ यसले जोड दिएको छैन। अब त्यसैले ट्रेडिसनल भ्युज चाहिँ कम्प्लिटली डेभलपमेन्टको पर्सपेक्टिभ होइन र यो चाहिँ इन्कम्प्लिट छ भन्ने कुरालाई जोड्छ यसले। अनि अब छ मोडर्न भ्यू। मोडर्न भ्यू चाहिँ 1970तिर यसको कन्सेप्ट ल्याएको थियो। अनि मोडर्न भ्यूमा चाहिँ डेभलपमेन्ट भनेको एउटा जस्ट इकोनोमिक ग्रोथ नभएर एउटा मल्टिडाइमेन्सनल प्रोसेस हो जसमा सोसियल, इकोनोमिक र इन्स्टिट्युसनल चेन्जेसहरूलाई जोडिएको छ। र यसको मेन अब्जेक्टिभ भनेको रिड्युस पोभर्टी, रिड्युस अनइम्प्लोइमेन्ट र रिड्युस इनइक्वालिटी। अनि एउटा माइकल टोडारो भन्ने जुन फिलोसोफर छन् उनले एउटा बुक इकोनोमिक डेभलपमेन्टमा मेन 3वटा एमहरू डेभलपमेन्टको रहेको छ भन्ने कुरा राखेका छन्। एउटा इन्क्रिज लिभिङ स्ट्यान्डर्ड, एउटा चाहिँ प्रोमोट सेल्फ इस्टिम, अनि एउटा एक्सपेन्ड फ्रिडम अफ चोइस भन्ने कुराहरू माइकल टोडारोले गरेको छन्। र त्यसैले डेभलपमेन्ट भनेको दुईटै सेक्टर, इकोनोमिक सोसियल सेक्टरलाई इन्क्रिज हुनु र ह्युमनको जुन लाइफ छ त्यो जस्ट इन्कम मात्र नभएर चाहिँ ह्युमन लाइफको जुन बेसिक निडहरू छन्, लिभिङ स्ट्यान्डर्ड छ त्यो चाहिँ फुलफिल भयो भने मात्र डेभलपमेन्ट हुन्छ भन्ने कुरा चाहिँ मोडर्न भ्यूमा गरिएको छ। अनि अब 3वटा भ्याल्युजहरू छन् डेभलपमेन्टको। एउटा सस्टेन्स, सेल्फ इस्टिम, एउटा फ्रिडम फ्रम सर्भिट्युड भन्ने छ। सस्टेन भन्नाले द एबिलिटी टु मिट बेसिक निड, जसमा चाहिँ बेसिक निडहरूको फेज हुनु पर्यो भन्ने कुराहरू छ। अनि सेल्फ इस्टिम भनेको यसमा के हो भन्दाखेरि जुन उसले आफ्नो उसलाई चाहिँ गुड लाइफ फुलफिल भयो, तर के त्यो समाजमा त्यो मान्छेको डिग्निटी रहेको छ, आफ्नो सेल्फ इस्टिम छ कि छैन, अनि उसले आफूले रिस्पेक्ट, अनर, रिकग्नाइज गरेको छ कि छैन भन्ने कुरा त्यो हुनु पर्यो भन्ने हो। अनि थर्डमा छ फ्रिडम फ्रम सर्भिट्युड। अनि यसमा के छ कि अरूले डिटरमाइन गरेको काम नभएर
त्यो पर्सनले चाहिँ आफ्नो स्वेच्छाले त्यो काम चुज गर्न सक्नु पर्यो भन्ने कुरा थर्ड पोइन्टले चाहिँ जोड दिन्छ। अब डेभलपमेन्टको अब्जेक्टिभहरू मेन त पोभर्टी रिडक्सन अनि इकोनोमिक ग्रोथ अनि लिभिङ स्ट्यान्डर्ड भयो। अदर अब्जेक्टिभहरू के छन् भन्दाखेरि एक्सेस टु एजुकेसन, फ्रिडम एन्ड ह्युमन राइट हुनु पर्यो, इन्भाइरोमेन्टल सस्टेनेबिलिटी हुनु पर्यो अनि सोसियल जस्टिस र इक्वालिटी मेन्टेन हुनु पर्यो भन्ने छ। अब डेभलपमेन्टको मेनली चाहिँ दुईवटा क्राइटेरिया रहेको छ, एउटा इकोनोमिक र सोसियल क्राइटेरिया। अब इकोनोमिक क्राइटेरियाले इन्कम ग्रोथलाई बढी फोकस गरेको छ, पर क्यापिटा इन्कम र पर क्यापिटा कन्ज्युम्सनलाई बढी फोकसमा राखिएको छ। र सोसियल क्राइटेरियाभित्र चाहिँ के पर्छ भन्दाखेरि यसले पुरै जुन सिटिजनले सोसाइटीमा बस्दाखेरि जुन केही अब्स्ट्याकलहरू जुन भोग्नुपर्छ त्यो चाहिँ अल्टिमेटली हटाउनुपर्छ र उसले आफ्नो डिग्निटीका साथ आफ्नो बेसिक निडहरू पाउनुपर्छ अनि त्यसपछि रिस्पेक्टफुल्ली सोसाइटीमा बस्न पाउनुपर्छ भन्ने कुरा सोसियल क्राइटेरियाभित्र पर्छ। र यसमा केही बुलेट पोइन्टहरू छन्, जस्तै इलिमिनेसन अफ पोभर्टी, हाई लिट्रेसी, इम्प्रुभमेन्ट इन सोसियल वेलफेयर, अ सेफ इन्भाइरोमेन्ट एन्ड प्रोटेक्सन अफ सोसियल जस्टिस अनि हाई एक्सपेक्टेसन अफ लाइफ एट बर्थ एन्ड लो फर्टिलिटी भन्ने कुराहरू केही बुलेट पोइन्टहरू राखेको छन्। सो आजको क्लास कस्तो लाग्यो र कतिको बुझियो आफ्नो प्रतिक्रिया दिनुहोला।